ओके दाइ, वेलकम टु दिस दाइ। थ्याङ्क यू भेरी मच। के छ दाजु नयाँ नौलो खबर? अहिले पर्थको मार्केट के कस्तो छ अहिले घरको? पर्थको मार्केट त बुम नै छ अहिलेसम्म होइन। है त्यही त अब है, ग्राफ पनि यस्तो माथि गएको छ माथि जान्छ। अब क्या। तपाईँको अब इन्ट्रेस्ट रेट घट्छ, अँ, इन्ट्रेस्ट रेट घटेपछि अझै पनि अलिकता ओके। माथि नै धेरै नगए पनि जस तल चाहिँ आउन अलिक गाह्रो छ। यो किनभने के अरे रिजर्भ ब्याङ्क अफ अस्ट्रेलियाको के 4.1 4.2 त्यसै समथिङ के देखाएको थियो, के हो हजुर, खास यो? त्यो भनेको चाहिँ क्यास रेट भन्छ त्यसलाई होइन। उम्, अहिले 4.1 छ, अस्ति उम्, 0.25 ओके। भन्न घटाएछ उनीहरूले क्यास बेस उसमा होइन। उम्, अब त्यो चाहिँ के हुन्छ भने उसको आफ्नो एउटा रेट हुन्छ, अनि ओके। त्यसमा अन टप अफ ब्याङ्कले चाहिँ आफ्नो मार्जिनहरू राखेर हामीलाई रेट दिन्छ कि ओके। होइन। अब अहिले ब्याङ्कले नर्मली भनौँ न 5.9 5.845 ओके। यस्तो यस्तो दिइरहेको छ होइन। ओके। भनेपछि अब जहिले जहिले त्यो घट्छ 0.25, अब कुनै पनि सबै ब्याङ्कले 0.25 नै घटाउँछ भन्ने चाहिँ छैन होइन। त्यो चाहिँ अब कुनैले 0.1 घटाउँछ, कुनैले 0.15 घटाउँछ, तर यसपालि चाहिँ 0.25 सबैले घटायो त्यो ठिक रेट। छ त। आज हामी अब जो जो नयाँ घर किन्ने सोचमा हुनुहुन्छ, न्यू होम बायर हुनुहुन्छ होइन, कन्फ्युजन हुन्छ होला नि त कतिजनालाई चाहिँ। अब हामी सिधै ब्याङ्कमा जाने कि मोर्गेज ब्रोकरकोमा जाने कि कहाँ जाने कन्फ्युजन होला, इन्कम के कति चाहिन्छ भन्ने कन्फ्युजन छ मान्छेहरूमा होइन। एउटा दुविधाको माहौल छ, त्यो बिचमा चाहिँ हामीले यो एपिसोड लन्च गरेका छौँ। त्योभन्दा पहिला हजुर दाइको थोरै ब्याकग्राउन्ड चाहियो दाइ मलाई। हजुर हजुर, ल म चाहिँ नेपालमा म अकाउन्टिङ ब्याकग्राउन्ड होइन। हजुर। म नेपालमा पनि अकाउन्टिङ नै गर्थेँ। ओके। त्यसपछि आएर हामीले चाहिँ अस्ट्रेलिया आउने 2007मा प्लान गऱ्यौँ, अनि 2007मा आउनुभएको 2007मा आयौँ हामी। मह्म। 2007मा मेरो मिसेस चाहिँ नर्सिङ पढ्छु भनेर ओके। गर्न थाल्यो, अनि त्यसपछि हामी आयौँ। हामी आउँदाखेरि फर्स्टमा हामी ब्रिस्बेनमा क्विन्सल्यान्डमा आयौँ। ओके। क्विन्सल्यान्डमा हामी 2-2.5 वर्ष बस्यौँ। त्यसपछि फेरि अर्को कोर्स गर्नलाई हामी चाहिँ कटिनमा आयौँ। ओके। अनि यहीँ आएपछि पर्थ रमाइलो लाग्यो, राम्रो लाग्यो, अनि हामी यहीँ नै त्यो बेलादेखि यहीँ नै छौँ अहिलेसम्म। अहँ, त्यसपछि मैले 2010मा मेरो फेरि अकाउन्टिङ जब सुरु गरेँ ओके। होइन। 2010मा गर्दाखेरि 10देखि 2000 तपाईँको 17सम्म एउटामा गरेँ होइन, 7 इयर्स। अनि त्यसपछि म जब गरेर माइनिङ सेक्टरमा गएँ। त्यहाँ जब गर्दा गर्दै चाहिँ मलाई चाहिँ अब भनौँ न एउटा अकाउन्टिङ त मेरो फेभरेट पार्ट नै हो होइन। ओके। तर पनि के लाग्यो भन्दाखेरि यो त मैले मेरो लागि मात्रै गरिरहेको छु नि त होइन, जस्ट पे भनौँ न, मैले सर्भाइभल अनि अब गर्नै पर्छ नि त केही न केही, त्यो भएर गरिरहेको छु। तर मैले अरूको लागि के गरेँ त, मैले 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 2-4जनालाई कसरी हेल्प गर्न सक्छु त भनेर सोच्दै आउँदाखेरि एक त टाइम पनि अलिकति फ्लेक्सिबिलिटी चाहिरहेको थियो बेबीहरू भएको भएर। हजुर। अनि दोस्रोमा अरू केही गर्न सके भने अरू कसैलाई पनि त्यसबाट हेल्प हुन्छ कि केही भन्दाखेरि सोच्दै आउँदाखेरि मलाई अब फिगर भएको, मान्छेसँग बोल्न पाउने, ओके। मान्छेलाई हेल्प गर्न पाउने गर्दाखेरि मैले मोर्गेज ब्रोकिङ चुज गरेँ होइन 2021मा। ओके। 2021मा मैले मोर्गेज ब्रोकिङ पढ्छु भनेर डिसाइड गरेर मैले आफ्नो कोर्सहरू सबै सकाएँ। अनि मैले चाहिँ जब एकैचोटि छोडेर होइन, अनि त्यसपछि ब्रोकिङमा हाम फालेँ। डिसिजन लिन सहिलो थियो है, जस्तो कुनै एकदम एउटा एकदम सेक्योर पोजिसनमा भएको मान्छे, हजुर सेक्टर पनि नयाँ, काम पनि नयाँ, अनुभव पनि नयाँ होइन। एक्ज्याक्टली। त्यो एक्सपिरियन्स के थियो त? त्यो एक्सपिरियन्स सुनाऊ, अनि त्यसपछि हामी नर्मल हजुरको अहिलेको कामतिर लाग्छौँ। हजुर, अब त्यो चाहिँ टफ हुन्छ एकदमै, त्यो डिसिजन गर्नु टफ हुन्छ। र म चाहिँ सबैलाई त्यो गरिहाल्नु पनि भन्दिनँ। तपाईँको ब्याकबोन हेर्नुहोस् होइन, ब्याक के छ तपाईँको, तपाईँले चाहिँ फाइनेन्सियली स्ट्रेस हुनुहुन्छ तपाईँको टाउकोमा मोर्गेज छ कि छैन के छ होइन। मैले चाहिँ के गरेँ भने मेरो चाहिँ अब घरमा 2जनाको इन्कम थियो होइन। त्यस कारणले गर्दाखेरि जब पार्ट टाइम गरेर पार्ट टाइम मोर्गेज गरौँ भने मेरो इम्प्लोयरलाई पनि फेयर नहुने र मेरो क्लाइन्टलाई पनि फेयर नहुने होइन। क्लाइन्टको फोन आउँछ, म अर्को इम्प्लोयरको काम गरेर उठाउन मिलेन होइन, भन्नुहोस् न। त्यस कारण मैले के डिसिजन गरेँ होइन, आई निड टु जम्प होइन। म चाहिँ 100% नै मोर्गेज। अब एकचोटि म छिर्छु र म जे हुन्छ गर्छु र लागि परेपछि जे पनि हुन्छ, एउटा त्यो थियो। एउटा कन्फिडेन्स के थियो भन्दाखेरि म अकाउन्टिङ ब्याकग्राउन्ड भएको भएर फिगर्स छ त्यहाँ, म फिगरसँग खेल्न सक्छु, म सबैलाई हेल्प चाहिँ गर्न सक्छु भन्ने थियो मलाई होइन। त्यो भएर म यसमा छिरेँ। डे 1देखि चाहिँ म मोर्गेज ब्रोकिङमा उता जब छोडेर यता छिरेँ होइन। अब त्यो गर्नुभन्दा अगाडि तपाईँले चाहिँ प्लान के गर्नुपर्छ। नयाँ आउने भाइ बहिनीहरूले कुनै केही काम गर्नु खोजिरहनु भयो होला होइन, आफ्नो सेल्फ इम्प्लोइड आफ्नो बिजनेस, उहाँहरूले चाहिँ 6 महिनाको लागि एटलिस्ट सेफ साइडमा बसेर मात्रै काम सबै छोडेर चाहिँ त्यो काममा लाग्नु होइन। त्यस्तो भन्छु एटलिस्ट 6 मन्थ सबै खर्च, तपाईँको बिजनेसको खर्च, तपाईँको आफ्नो खर्च के छ, त्यो सबै खर्चलाई चाहिँ मिट गर्ने पोइन्टमा आएर मात्रै जब छोडेर गर्नुहोस् होइन। अब टफ चाहिँ डिसिजन टफै हो।
यो हजुरको झन्डै झन्डै 7-8 वर्षको यो मोर्गेजको जर्नीमा अनुभव कस्तो भयो दाइ? म त अहिलेसम्म पनि फर्स्ट डे जस्तै एक्साइटेड छु होइन, एकदमै म भनौँ न अहिले पनि इन्जोय त्यति नै गरिरहेको छु होइन। मलाई जब छोडेर यहाँ आएँ रिग्रेट भएको छैन होइन। हो इन्कम तलमाथि भयो होइन, सर्टेन इयर्स चाहिँ इन्कम भएन होइन, म चाहिँ आई वाज प्रिपेयर फर द्याट होइन, इन्कम हुँदैन भन्ने कुरा मलाई थाहा थियो। त्यही अनुसारले म अगाडि बढ्दै जाँदाखेरि अब आजको दिनमा आएर चाहिँ मैले भन्नुपर्दाखेरि मैले सयौँ मान्छेलाई चाहिँ भन्नु घर किनाएँ होइन, उहाँहरू खुसी हुनुहुन्छ घरमा होइन। मेरो अहिलेसम्म म कहाँ आएको क्लाइन्ट मलाई छोडेर जानु भएको छैन अनलेस घर नबेचेसम्म होइन, मैसँग हुनुहुन्छ। अब मैले उहाँलाई राम्रो सब्जी दिएरै होला सायद होइन, त्यो छ। अब त्यस कारणले ह्याप्पी छु, एकदमै रिग्रेट छैन म यसमा जम्प गरेँ भनेर। र म त्यति छिटो यहाँ छोडेर अर्को फिल्डमा जान्छु भन्ने पनि सोचेको छैन। अब यसैलाई मैले आफ्नो पेसा बनाउँछु भन्ने सोचेको छु। जस्तो अब कोही मान्छे घर किन्ने सोचमा हुनुहुन्थ्यो अथवा हुनुहुन्छ हाम्रै नेपाली कम्युनिटीको, अथवा नेपालमै बसिरहनु भएको छ, उहाँसँग अस्ट्रेलियाको पर्मानेन्ट भिजा छ अथवा कुनै एउटा भिजा छ जुन लङ टर्मको लागि छ, उहाँले घरमा इन्भेस्ट गर्ने कि नगर्ने अथवा घर किन्ने कि नकिन्ने अहिलेको अवस्थामा? अहिलेको अवस्थामा चौतर्फी हेर्नु पऱ्यो होइन। चौतर्फी हेर्दाखेरि के छ भने रेन्टिङ, घर नकिन्दा रेन्टिङ जान्छ डेफिनेटली होइन। किन कतै न कतै त हामीले त कि रेन्ट तिर्छौँ कि मोर्गेज तिर्छौँ होइन। अब त्यो हेरिकन अब अहिले कुरा त फर्स्ट होम बायरकै कुरा भनौँ न। फर्स्ट होम बायरकै कुरा गर्दाखेरि भाइ बहिनीहरू पिआर लिनुहुन्छ, सेभिङ खासै धेरै हुँदैन किनभने सबै पढेर प्लस अब पिआर लिउन्जेलमा अलिकति खर्च भइसकेको हुन्छ। लिमिटेड सेभिङ लिएर अब म कहाँ आउनु हुँदाखेरि के गर्नु दाइ अहिले राइट टाइम कि रङ टाइम भन्दाखेरि अब तपाईँहरू आफै बस्नलाई ओनर अकुपाई घर किन्नलाई कहिले पनि रङ टाइम त होइन एउटा होइन, सधैँ राइट टाइम। अनि त्यसपछि तर अब त्यसमा पनि तपाईँको फाइनेन्सियल कन्डिसन हेर्नु पऱ्यो, तपाईँको चाहिँ अहिलेको स्थिति के छ होइन, सिचुएसन कुन स्थितिमा हिँड्नु भएको छ, रेन्टिङ कतिको तिरिरहनु भएको छ। अब अहिले रेन्ट एकदम हाई छ यहाँ। अब त्यो रेन्ट हाई तिरेर बस्ने कि त्यसको रिप्लेसमा मोर्गेज तिर्ने त आफ्नै घरमा बसेर होइन? जस्तो अब कतिपयको एक्सपेक्टेसन के हुन्छ भने मार्केट घट्छ कि भन्ने हुन्छ नि त। हो त्यो धेरै नै आउँछ त्यो मलाई म मैले फेस गर्दा एभ्रिडे त्यो कुराहरू आउँछ। अब कोही मान्छे चाहिँ अलिकति ओहो के हो अहिले एकदम पिकमा छ अहिले होल्ड गरेर चाहिँ कुर्ने कि भनेपछि मेरो एन्सर के हुन्छ भने कति कुर्ने, तपाईँ कति कुर्नलाई रेडी हुनुहुन्छ? 2 इयर्स 3 इयर्स 2 इयर्स 3 इयर्समा नि डेफिनेट त छैन होइन। किनभने तपाईँको मैले भने नि 2019मा जे थियो 20मा जे थियो त्यो फर्केर आउँछ जस्तो मलाई चाहिँ मेरो पर्सनली मलाई सोध्नुभयो भने त्यो लाग्दैन। किनभने तपाईँ घट्ला 2% 5% होइन। अब त्यो के अरे प्रोपर्टी मार्केटहरू चाहिँ तलमाथि ग्राफले देखाइरहन्छ, तल आउँछ माथि जान्छ, एन्ड अफ द डेमा माथि नै जाने हो होइन। अब अस्ट्रेलियाको चाहिँ 10 वर्षमा डबल हुने भन्ने एउटा प्रोसेस छ होइन। त्यो अब कहिले हुँदैन, कहिले 12-15 वर्ष लाग्न सक्छ, कहिले हुन नि सक्छ। अब तपाईँको क्वेसनको एन्सर दिँदाखेरि चाहिँ अब त्यो सुरुमा घर किन्दा जसलाई पनि त्यो फिलिङ्स आउँछ घटेपछि किन्छु होइन। मलाई पनि मेरो चाहिँ क्लाइन्ट अथवा भाइ बहिनीहरूले घटेको बेलामा किन्नुहोस् भन्ने त लाग्छ। तर अब एक रियालिटीमा के हुन्छ भन्दाखेरि कहिले घट्ने त, किनभने घरमा अब डब्लुएमा किन्नलाई तपाईँको घरमा घरको डिमान्ड एकदम हाई छ यहाँ है, सप्लाई छैन। सप्लाई एक्ज्याक्टली सप्लाई भनेको तपाईँ कन्स्ट्रक्सनमा मान्छेले बिलिभ नै गर्न सकेको छैन अझै। फर्स्ट होम बायरले त बिलिभ नै गर्न सक्दैन, डराउँछन् किनभने बिल्डरहरूले यति नराम्रो चाहिँ ऊ दिएको छ, छाप छोडेको छ पहिला होइन। त्यो कारणले गर्दा अब हामीले भन्दाखेरि पनि कन्स्ट्रक्सन पनि इट्स नट अ चिप अप्सन है। ल्यान्डको भाउ भन्नुहुन्छ भने आकाश छोको छ अहिले, गर्दाखेरि 7.5 लाख 8 लाख भन्दा कममा त मिनिमम राम्रो के एकदम नर्मल घर पनि भन्दैन एक्ज्याक्टली। अब त्यसमा फर्स्ट होम बाहिर जाँदाखेरि गभर्मेन्टको बेनिफिट्सहरू केही पनि पाइँदैन होइन। गभर्मेन्टको बेनिफिट्स पाउनलाई हामी एउटा लिमिटमा बस्नुपर्ने हुन्छ, त्यो कुरा म अहिले भन्नुलाई होइन। त्यस कारणले गर्दा अब आफू सपोज म एउटा अपार्टमेन्टमा बसेको छु, मेरो क्यापासिटी हेर्नु पऱ्यो, मेरो सेभिङ हेर्नु पऱ्यो होइन। मेरो सबै चिज हेर्दै जाँदाखेरि मलाई सुट केमा गर्छ, यस्तै अपार्टमेन्ट मैले आफ्नै ओन गरेर चाहिँ त्यसमा जानलाई सुट गर्छ भने त्यो पनि गर्न सकिन्छ एउटा। अब होइन अब अपार्टमेन्टबाट तपाईँ चाहिँ डिअट्याच घर ठुलो घर लिनुहुन्छ भने फेरि अब तपाईँलाई 2-3 कुराले प्रब्लम गर्न सक्छ। अब हामीसँग सेभिङ छ, बोरोइङ क्यापासिटी छ, सबै छ भने ओके होइन त्यो। सो जस्तो अब कोही मान्छे घर किन्न चाहनुहुन्छ होइन, उहाँसँग अब सर्टेन अमाउन्ट आफूसँग केही सेभिङ पनि होला। हजुर उहाँले सुरुमा गर्ने के एक्ज्याक्टली कहाँबाट सुरु गर्ने?
कहाँबाट सुरु गर्ने होइन किनभने कतिपय मान्छेहरूलाई यो कहाँबाट सुरु गर्ने थाहा हुँदैन, घर किन्ने इच्छा हुन्छ, लोन कसरी लिने पनि थाहा हुँदैन, क्रेडिट स्कोर भनेको के हो त्यो पनि थाहा हुँदैन, त्यो कसरी मेन्टेन गर्ने, त्यो क्रेडिट स्कोर चाहिँ कहाँ कहाँ गएर ठोकिन्छ त्यो पनि थाहा छैन नि त। किनभने मैले फिल गरेको अस्ट्रेलियामा एभ्री स्टेपमा क्रेडिट स्कोर ठोकिन्छ। तपाईँले कतै पेमेन्ट गर्न ड्यू राखिदिनु भयो भने त्यो कतै न कतै क्रेडिट स्कोरतिर गएर हिट हुँदो रहेछ होइन। यी कुराहरू कहाँ कहाँनिर चाहिँ हामीले विचार गराउन सकिन्छ ताकि क्रेडिट स्कोर बढोस्, कसरी बढाउने, यी कुराहरू चाहिँ सबै कभर गरिदिनुहोस् न। एकदमै राम्रो क्वेसन। यो क्वेसन चाहिँ सबैजनालाई नै अप्लाई हुन्छ होइन। एकदमै राम्रो क्वेसन सोध्नुभयो। यसमा चाहिँ मेरो भने के छ भने अब सुरु गर्दाखेरि मान्छे कोही मार्केटमा इन हुन्छ, अब म घर किन्छु भन्न जुन दिनदेखि सुरु गर्नु छ, मेरो चाहिँ रिक्वेस्ट के भने भोलि घर लिनलाई हेर्न जानु र आज सुरु गर्ने होइन होइन। तपाईँले चाहिँ तपाईँको मोर्गेज ब्रोकर अब ब्याङ्कमा जानुभयो भने अब यो पनि डिफ्रेन्स म भन्छु है, ब्याङ्कमा सिधै जानु र मोर्गेज ब्रोकरमा के फरक छ होइन। ब्याङ्कले पनि चार्ज गर्ने होइन, मोर्गेज ब्रोकरले पनि चार्ज गर्ने होइन। ब्याङ्कमा जानुभयो भने तपाईँ फर इक्जाम्पल कमनवेल्थमा जानुभयो भने उसले के गर्छ, तपाईँलाई कमनवेल्थको मात्रै पोलिसी दिन्छ, वेस्ट ब्यागको न्यापको तपाईँलाई सुट गर्ने पोलिसी अन्त पो छ कि त्यो उनीहरूलाई दिँदैन, थाहा हुँदैन। तर ब्रोकरका आउनुभयो भने ब्रोकरसँग अप्रोक्सिमेटली 45 लेन्डर्स हुन्छ, जसले चाहिँ तपाईँलाई कुन लेन्डरमा तपाईँको लाँदाखेरि तपाईँलाई फाइदा छ त्यहाँ होइन, त्यो चाहिँ डिफाइन गर्छ ब्रोकरले। त्यस कारण ब्रोकरका गएर फर्स्टमा चाहिँ तपाईँले एउटा राम्रो ब्रोकर तपाईँलाई को लाग्छ रिफरल लिनुहोस्, तपाईँले मन खाने ब्रोकरलाई चाहिँ भेट्नुहोस्। भनेको अर्थ 2-3 महिना अप्रोक्सिमेटली भेट्नुपर्छ अगाडि, किनभने कतिपय कुराहरू म्यानेज गर्न पर्न सक्छ होइन। जेन्युन सेभिङको कुराहरू आउँछ होइन, त्यो आउँछ। पहिला ब्रोकरलाई भेट्ने, उसँग सरसल्लाह लिने, आफ्नो कुरा सबै भन्ने। अनि अर्को कुरा चाहिँ तपाईँको फाइनेन्सियल स्थिति सिचुएसन के छ त्यो चाहिँ ब्रोकरसँग एउटा पोइन्ट पनि नलुकाउनुहोस्। डक्टर जस्तै हो, जस्तै डक्टरको जानु भने तपाईँले फिजिक्स लुकाउनु भएन आफ्नो होइन, त्यही भएर त्यस्तै गर्नुहोस्। भनेपछि तपाईँले एकदमै तपाईँले करेक्ट इन्फर्मेसन पाउन सक्नुहुन्छ र प्लस तपाईँलाई चाहिँ कहाँ तपाईँ चाहिँ लाँदाखेरि तपाईँलाई सुट गर्छ एउटा त्यो आयो। त्यसपछि ब्रोकरले के गर्छ भने एज पर योर फाइनेन्सियल सिचुएसन होइन, तपाईँको सिनारियो हेरेर उसले चाहिँ तपाईँलाई को लागि चाहिँ ब्याङ्कहरू चुज गर्ने होइन। त्यसपछि आएर तपाईँको कुन पोलिसी तपाईँलाई म्याच गर्छ कुन गर्दैन सबै पत्ता लगाउने गर्छ, ब्रोकरले नै गर्छ सबै होइन। त्यसपछि अब तपाईँहरूको मानव एप्लिकेसन सुरु भयो, एप्लिकेसन सुरु हुँदाखेरि अनि त्यसपछि ब्रोकरले आफ्नो हिसाबले डकुमेन्ट माग्छ। त्यसपछि त्यो प्रोसेसमा तपाईँ बस्नुभयो, जाँदा प्री अप्रुभल। म चाहिँ के भन्छु भन्दाखेरि प्री अप्रुभल चाहिँ फर्स्ट होम बायरलाई स्पेसली प्री अप्रुभल चाहिँ लिएको एकदमै राम्रो। यो फर्स्ट होम बायर र सेकेन्ड होम बायरको फरक के हो? हजुरले फर्स्ट होम बायर भनिरहनु भएको छ। हजुर, सबभन्दा फर्स्ट चाहिँ फर्स्ट होम बायरलाई नलेज हुँदैन। सेकेन्ड होमले त फर्स्ट त किनिसकेको छ, उसलाई त एटलिस्ट के हुन्छ प्रोसेस भनेर थाहा हुन्छ। अनि मैले फर्स्ट होम बायरलाई बढी फोकस किन दिन्छु, किन बढी टाइम दिन्छु भन्दाखेरि यो सबै म एजुकेट गर्छु कि उहाँहरूलाई होइन। तपाईँले भनेको क्वेसनको एन्सर अझै आउँदैछ क्रेडिटको बारेमा होइन। अब त्यसपछि उहाँहरूलाई चाहिँ अब फर्स्ट होम बायर किन भनिरहेको छु भने अब उहाँहरूको क्यापेसिटी अनुसारले मैले उहाँहरूलाई लाँदाखेरि गभर्मेन्टले के ग्रान्ट के दिएको छ, रिबेट्स ग्रान्ट्स होइन के दिएको छ, उहाँहरूलाई त्यो अनुसार पो फिट हुनुहुन्छ कि त्यो पनि मैले हेर्छु होइन। गर्दाखेरि के हुन्छ भने अब उहाँहरू चाहिँ फिट हुनुभयो भने उहाँहरूलाई चाहिँ अब त्यसको भित्र धेरै चिजहरू छ कि, जस्तै अब सर्टेन % भन्दा कम डिपोजिट गऱ्यो भने तपाईँलाई लेन्डर मोर्गेज इन्सुरेन्स भन्छ LMI, त्योतिर आउँछ ब्याङ्कले, त्यो कसरी अभोइड गर्ने होइन। अब त्यो त हामीले त्यो बाटोहरू देखाउँछौँ नि त होइन। त्यो भएर अब त्यहाँ गइसकेपछि तपाईँहरूको बेस्ट चाहिँ ब्रोकरले सोध्छ, हेर्छ, तपाईँहरूसँग फाइनलाइज गर्छ, बसेर डिसिसन गर्छ। अनि अगाडि बढ्दै जाँदाखेरि अब हामी प्री अप्रुभलको प्रोसेसमा जान्छौँ है। अब प्री अप्रुभल किन लिन पर्छ प्री अप्रुभल भन्दाखेरि तपाईँले भोलि कुनै घर मन पर्यो, त्यो घरमा गएर अफर हाल्न थाल्नुभयो भने तपाईँको प्री अप्रुभल छैन र तपाईँको भन्दा पछि 3टा अफर हाल्ने मान्छेको प्री अप्रुभल छ भने तपाईँको लाइन चाहिँ पछाडि हुन्छ। किनभने रियल इस्टेट एजेन्टले हेर्दाखेरि प्री अप्रुभल अलरेडी प्री अप्रुभड लेटर छ, उसँग प्री अप्रुभल छ भन्ने कुरा उसले सोच्छ। त्यसको म चाहिँ जहिले पनि प्री अप्रुभल लिएर मात्रै अगाडि बढ्नु भन्छु। त्यति बेलासम्म तपाईँलाई आफ्नो क्यापेसिटी पनि थाहा भइसक्छ। ओके, प्री अप्रुभल हुनलाई फेरि हजुरको क्रेडिट स्कोरले पनि फरक पार्ने। एक्ज्याक्टली, त्यही बिचमा तपाईँले जुन हामी लज गर्छौँ त्यो बेलामा ब्याङ्कले अथवा हामीले पहिले चेक गरिसकेका हुन्छौँ क्रेडिट स्कोर होइन। अब क्रेडिट स्कोर भनेको के हो, क्रेडिट स्कोरले कसरी काम गर्छ यो लोनको प्रोसेसमा भन्दाखेरि चाहिँ तपाईँको हामीले चाहिँ लज गर्दाखेरि लज गर्नुभन्दा अगाडि नै हामी पहिला ब्रोकरले चेक गर्छ होइन। अनि त्यो क्रेडिट स्कोर चाहिँ कस्तो छ, तपाईँलाई पहिला कतिपय चाहिँ क्रेडिटहरू लिइसक्नु भएको छ, डेट छ होइन, तपाईँले तिर्नु भयो कि भन्ने टाइममा सबै त्यहाँ देखाउँछ
होइन भनेको अर्थ स्कोर भनेको चाहिँ एउटा नम्बर भयो होइन 1000 भन्छ 950 भन्छ 800 भन्छ 500 भन्छ 200 भन्छ होइन त्यो स्कोर चाहिँ कसरी डिफाइन हुन्छ भने तपाईँले पहिला तपाईँको बिहेभ कस्तो थियो पहिला चाहिँ तपाईँले चाहिँ यो क्रेडिट मार्केटमा तपाईँले फोन लिनुभयो पैसा तिर्नुभयो कि भने टाइमली होइन त्यो पनि त्यहाँ लिङ्क हुने भयो एकदमै सबै लिङ्क हुन्छ त्यहाँ इभन अब धेरै कुरा चाहिँ यसमा चाहिँ यो चाहिँ मैले एउटा छुट्टै सेसन बनाएर नै दिने प्लान गरिरहेको छु होइन कस्तो छ भन्दाखेरि क्रेडिट स्कोर घट्यो मेरो भन्नुहुन्छ मैले दाइ लोनै ल्याएको छैन क्रेडिट स्कोर घट्यो भन्दाखेरि किन घट्यो त भनेर मैले चेक गर्दाखेरि उहाँहरूले चाहिँ के गर्नु चाहिँ इन्क्वायरी चाहिँ सेक्योर्ड लोन र अनसेक्योर्ड लोन दुईवटा हुन्छ सेक्योर्ड लोन भनेको हाम्रो घर सेक्योर्ड लोन भयो अनसेक्योर्ड भनेको तपाईँको कुनै पनि चिज सेक्युरिटी नराखिकन लिएको लोन जस्तै पर्सनल लोन होइन फोनहरू त अब भइहाल्यो होइन अनि त्यसपछि आएर तपाईँको त्यो कार लोन होइन अब यो यस्तो यस्तो लोन लिँदाखेरि मात्रै पनि होइन कि इन्क्वायरी गर्दा पनि तपाईँको क्रेडिट स्कोर घट्छ इन्क्वायरी इन्क्वायरी गरेर लिएन भने पनि क्रेडिट स्कोर एक्ज्याक्टली किन इन्क्वायरी गर्दाखेरि त्यो जुन सप्लायर छ जुन त्यो तपाईँलाई दिइरहने पार्टी छ उसले तपाईँको क्रेडिट स्कोर त्यही बेलामा चेक गर्छ हरेक ठाउँमा जाँदा हरेकले चेक गर्छ गर्दा हरेक हिटमा तपाईँको क्रेडिट स्कोर घट्छ चाहे लिनुहोस् चाहे नलिनुहोस् बुझ्नुभयो नि भनेपछि अब यस्तोसम्म केस छ कि एउटा इक्जाम्पलको लागि अब लगभग 2 वर्ष अगाडिको मेरो एउटा लोन चाहिँ उहाँको सबै ठिक छ सबै भयो भरे लोन हाल्दाखेरि डिक्लाइन भनेर आयो म नै सरप्राइज भएँ किन मैले त सबै ओके गरेर हालेँ हो भनेर हेर्दाखेरि उहाँको क्रेडिट स्कोर मैले चेक गरेको थिइनँ होइन अब पछि चेक गर्दाखेरि उहाँले 5 इयर्सभित्रमा उहाँले चाहिँ लगभग 24वटा चाहिँ इन्क्वायरी हाल्नुभएको रहेछ होइन त्यसले उहाँको क्रेडिट स्कोर सबै घटाएको रहेछ अनि त्यसपछि आएर लोन लज गर्दाखेरि गेटवे हुन्छ उनीहरूको सिस्टमको त्यो गेटवेले भित्र छिर्नै दिएन त्यहाँबाट डिक्लाइन गर्यो पछि ब्याङ्कलाई म्यानुअली कन्भिन्स गरेर यो यस्तो भएको यो हो भनेर हामीले कन्भिन्स गरेपछि लोन चाहिँ उहाँले पाउनुभयो ओके जस्तो कोही मान्छे टेम्पोरेरी भिजामा छ हजुर अथवा सर्ट टर्म भिजामा छ पिआर भन्दा बाहेकको भिजामा छ भनौँ न काम गर्ने वर्किङ राइट छ उसलाई पिआर भन्दा बाहेकको भिजामा छ उसले घर किन्न पाउने कि नपाउने पाउने हो भने कन्डिसन के हुन्छ अस्ट्रेलियामा हजुर ल एकदमै यो पनि मलाई सोधिने क्वेसनमध्ये एउटा हो होइन नन रेसिडेन्स भनौँ न हुनुभयो होइन जस्तै अब सिटिजन छैन पिआर छैन अब कुनै अर्कै भिसामा हुनुहुन्छ भने घर किन्न त अस्ट्रेलियाले रोक्दैन है पाउँछ तर गभर्मेन्टको आफ्नो रुल्स हुन्छ सबै रेगुलेसन्स हुन्छ त्यसमा चाहिँ उनीहरूले ट्याक्स नै बढी लिने त भने होइन त्यसलाई चाहिँ फरेन बायर्स भन्ने भनिन्छ होइन फरेन बायर्स भनिन्छ अब यसमा चाहिँ घर किन्दाखेरि यो चाहिँ एकदमै कस्टली अप्सन हो एकदमै एक्सपेन्सिभ भनौँ न कस्ट यसमा धेरै छ नर्मल भन्दा त्यस कारणले गर्दा अब डिपेन्ड्स अन पिआर आउन कति बाँकी छ धेरै चाहिँ 491 भिजा भनेको अर्थ चाहिँ प्रोभिजनल पिआर रेसिडेन्सीमा बस्नुभयो मान्छेले यो क्वेसन सोध्नुहुन्छ ब्रिजिङमा नि यो कन्डिसन लागु हुने ब्रिजिङमा अब सबै भिसालाई चाहिँ दिँदैन होइन अब त्यो ब्याङ्क अनुसारले अब त्यो अनुसारले छ तर अब गभर्मेन्टले त के भन्छ भन्दाखेरि यहाँ आएर फरेन बायर भएर घर किन्ने किन मलाई ट्याक्स देऊ एक्स्ट्रा देऊ किन भन्छ होइन अब्लिगेसन छैन तर अब अनि अर्को केस चाहिँ के छ भन्दाखेरि यसलाई कन्टिन्यू गर्दाखेरि चाहिँ किन्न मिल्यो होइन स्ट्याम्प ड्युटी अब नर्मल मान्छेले स्ट्याम्प ड्युटी जति तिर्छ प्लस त्योभन्दा प्लस 7% एक्स्ट्रा तिर्नुपर्छ भनेको 500,000 को घर किन्दाखेरि होइन अब एक्स्ट्रा भनेको 35,000 चाहिँ एक्स्ट्रा तिर्नु पर्यो एउटा त्यो कस्ट भयो अर्को चाहिँ एउटा FIRB भन्ने चाहिँ फरेन बायरहरूले चाहिँ रजिस्टर गर्नुपर्ने हुन्छ होइन त्यो पनि गभर्मेन्ट बडीबाटै हुन्छ रजिस्ट्रेसन त्यो गर्नलाई अराउन्ड $14,000 एक्स्ट्रा खर्च हुन्छ त्यसमा सो अहिलेको मार्केट कन्डिसनमा अहिले जहिले हामीले भिडियो हालिरहेको छौँ त्यो मार्केट डेटमा चाहिँ यति अमाउन्ट लाग्छ है यति अमाउन्ट लाग्छ अब एकदम सरसर्ती सिम्पली उसमा भन्दाखेरि चाहिँ जति नर्मललाई लाग्छ हामीलाई पिआर होल्डरलाई त्यसमा प्लस यो चिजहरू लाग्यो होइन एक्स्ट्रा लाग्ने भयो यो अनि अर्को चाहिँ के भन्दाखेरि अब यो गभर्मेन्टको जुन सब्सिडाइज जस्तो क्विन्सल्यान्ड राज्यमा चाहिँ गभर्मेन्टले कति झन्डै 5 मिलियन समथिङ घर बनाउनको लागि कति फन्डिङ गर्यो केही न्युजहरू मैले अनलाइन पोर्टलहरूमा देखेको थिएँ होइन त्यस्तै गभर्मेन्ट फन्डिङ के छ के कस्तो सहयोग हुन्छ हजुर गभर्मेन्ट फन्डिङमा चाहिँ कस्तो भन्दाखेरि यिनीहरूले के गर्छन् भन्दाखेरि अस्ट्रेलियन गभर्मेन्टले चाहिँ जहाँ चाहिँ आफूलाई बस्ती बसाउनु पर्छ जस्तै पहिला जोन्डुलपको हामी यहीँको हेर्दा जोन्डुलपमा त्यति राम्रो थिएन यिनीहरूलाई त एक्सपान्ड गर्नु पर्यो भएर $30,000 त्यहाँ दिन्थ्यो होइन एक्स्ट्रा $30,000 उसलाई दिन्थ्यो सो यो $30,000 भनेको लाइक अनुदान भन्छ नि नेपालीमा जुन ग्रान्ट गभर्मेन्ट ग्रान्ट हामीले रिपे गर्न नपर्नेवाला पैसा रिपे गर्न पर्नेवाला यो चाहिँ त्यो चाहिँ थियो होइन अब अहिले चाहिँ स्किमहरू
थुप्रै स्किमहरू निकालेको छ होइन। अब जस्तै स्किमको कुरा गर्दाखेरि स्किम फेरि कसलाई लाग्छ भन्दाखेरि ओनर अकुपाई घर किन्ने मान्छे र फर्स्ट होम बायर धेरै जस्तो होइन। यो यसमा चाहिँ स्किम के छ भन्दाखेरि अहिलेको स्थितिमा चाहिँ अस्ति भर्खरैसम्म एउटा थियो, अहिले चेन्ज भयो, मार्च 24देखि चाहिँ चेन्ज भएको छ। तर अहिले गभर्मेन्टले दिइहाल्ने चाहिँ होइन, दिन चाहिँ हामीले पछि क्लेम गर्न पाउने खालको चाहिँ म भन्छु है त। जस्तै त्यसमा चाहिँ के छ भने स्ट्याम्प ड्युटी भनेको ट्याक्स, हामीले गाडी किन्दा पनि ट्याक्स तिर्छौँ नि होइन। त्यो स्ट्याम्प ड्युटी चाहिँ एउटा सर्टेन पर्सेन्ट लाग्छ होइन। त्यसमा चाहिँ गभर्मेन्टले के गरेको छ भन्दाखेरि मार्चभन्दा उता चाहिँ तपाईँ के थियो भन्दाखेरि 4,450,000सम्म 4,50,000सम्म किन्दाखेरि चाहिँ ट्याक्स लाग्दैन थियो होइन। त्यो 4,50,000देखि हजुरको 6,00,000सम्म किन्दाखेरि 4,50,000देखि 530सम्म 530सम्म किन्दाखेरि चाहिँ कन्सेसन दिन्थ्यो हामीलाई फर्स्ट होम बायर्सलाई होइन। अब अहिले त्यो बढाएर चाहिँ के छ 500,000 पुऱ्यायो, 450लाई 500,000 पुऱ्यायो, उता बढाएर 6,00,000 पुऱ्यायो। त्यतिसम्म किन्यो भने चाहिँ हामीले कन्सेसन पाउँछौँ र बाँकी मात्रै हामीले स्ट्याम्प ड्युटी तिर्छौँ होइन। अनि त्योभन्दा बाहेकको चाहिँ के छ भन्नुहुन्छ भने फर्स्ट होम बायरलाई चाहिँ कति % डिपोजिट गरेर घर किन्न मिल्छ भनेर पनि कुरा भएको छ होइन। अब मिनिमम भनेको 2%देखि नै मिल्छ है। अब कस्तो चाहिँ 5% चाहिँ एकदमै अहिलेको चाहिँ पपुलर भयो कि त्यो चाहिँ एउटा स्किम छ गभर्मेन्ट। टोटल अमाउन्टको 2%, टोटल अमाउन्टको 2%। अनि अब प्लस अब तपाईँको स्ट्याम्प ड्युटी लाग्छ कि लाग्दैन त्यहाँ आउँछ कुरा होइन। त्यो लाग्ने भने त्यो प्लस क्यास भयो, प्लस सेटलमेन्ट एजेन्ट फी भयो, प्लस अरू कस्टहरू अलिअलि आउँछ धेरै त होइन। अनि तपाईँको के हुन्छ भन्दाखेरि फर्स्ट होम बायरलाई चाहिँ मैले फर्स्ट होम बायर रिपिट गरेको रिजन किन भन्दाखेरि ग्रान्ट आएर क्या। यदि उहाँहरूले घर बनाउनुहुन्छ, ब्रान्ड न्यू घर बनाउनुहुन्छ अर ब्रान्ड न्यू घर किन्नुहुन्छ अफ मार्केटबाट अथवा नेभर बिन अकुपाइड भनौँ न बुझ्दाखेरि, कोही पनि पहिला कोही नबसे घर पाउनुभयो किन्नुहुन्छ भने उहाँहरूले चाहिँ $10,000 चाहिँ ग्रान्ट पाउनुहुन्छ अहिलेको लागि होइन। अब कन्स्ट्रक्सनमा जाँदा घर बनाउँदाखेरि चाहिँ 750सम्म बसेर कसैले घर बनाउनुहुन्छ भने $10,000 ग्रान्ट पाउनुभयो। तर इस्टाब्लिस घर जुन बनिसकेको घर हामी किन्छौँ नि त्यो घर किन्दा चाहिँ त्यो ग्रान्ट पाइँदैन, नयाँ बनाउनु नयाँ चाहियो, नेभर बिन अकुपाइड होइन। मैले त्यही भएर अनि त्यो भयो भने 10,000 ग्रान्ट पायो, होइन भने अब केमा चाहिँ हामीले चाहिँ रिबेट्सहरू पाइन्छ। स्ट्याम्प ड्युटी कसरी बचाउनु दाइ भनेर सोच्नुहुन्छ, एलएमआई कसरी नतिर्ने भनेर सोच्नुहुन्छ होइन। मेरो पनि सोचाइ त्यही नै हुन्छ, सकेसम्म कम गरौँ भनेर। त्यसमा चाहिँ अहिलेको स्थितिमा चाहिँ 6,00,000सम्मको घर 600,000सम्मको घर फर्स्ट होम बायरले किन्नुभयो भने त्यसमा चाहिँ 5% मात्रै डिपोजिट गरेर 5% डिपोजिट गरेर चाहिँ एलएमआई तिर्नु पर्दैन। भनेको एलएमआई भनेको ल्यान्ड मोर्गेज इन्सुरेन्स, त्यसले चाहिँ ब्याङ्कलाई कभर गर्छ, हामीलाई बायरलाई कभर गर्दैन। भोलि चाहिँ बायरले ऋण तिर्न सकेन, रिपेमेन्ट्स गर्न सकेन, ब्याङ्क्रप्ट भयो, केही भयो भने चाहिँ ब्याङ्कले त्यो पैसा त लोन दिएको छ उसलाई असुल्नु पर्छ, त्यो इन्सुरेन्सको थ्रुबाट उसले लिन्छ। त्यस कारण उसले तर इन्सुरेन्सको प्रिमियम चाहिँ हामीलाई तिराउँछ है, वान अफ प्रिमियम। त्यो बचाउनको लागि चाहिँ 600,000सम्म बस्नु पऱ्यो, 5% डिपोजिट गऱ्यो भने तिर्नु परेन। भनेको 600,000 भन्दा माथि गयो भने फेरि एलएमआई तिर्नु पर्ने अवस्था हुन्छ पर्यो। 5% डिपोजिट गर्छु भन्ने भने एलएमआई तिर्नु पर्यो होइन। अब त्यसमा अर्को अप्सन छ एउटा, त्यसमा अर्को अप्सन भनेको एउटा गभर्मेन्टकै एसोसिएट ब्याङ्क चाहिँ होइन होइन, गभर्मेन्टको एसोसिएट एउटा छ होइन, उसले चाहिँ 2% डिपोजिट गर्नुभयो भने तपाईँले एलएमआई पनि तिर्नु परेन होइन। अनि त्यसपछि तर त्यसको घरको प्राइसिङ चाहिँ अझ माथि जान सक्यो, 730सम्म किन्न सकियो। जस्तो दाइ एकजना कपाल छ मानौ हजुर, अनि कपालको एकजनाको चाहिँ पिआर छ, अर्कोको चाहिँ पिआर छैन हजुर। अब उनीहरूको क्रेडिट स्कोर सबै कम्बाइन हुने भयो, इन्कम पनि दुईजनाकै देखाउन मिल्ने भयो होइन। होम बाई कसैले गर्दै हुनुहुन्छ, घर किन्दै हुनुहुन्छ भने यो कन्डिसनमा एउटासँग पर्मानेन्ट भिजा छ, एउटासँग पर्मानेन्ट भिजा छैन अर अन द प्रोसेस हुनुहुन्छ होइन। यो केसमा चाहिँ के हुन्छ घर किन्नको लागि चाहिँ कसरी मिलाउने यो कुराहरू चाहिँ? हजुर यो यसमा चाहिँ के हुन्छ भने ब्याङ्कको अहिले ब्याङ्कहरूले पोलिसीमा चाहिँ के भनेको छ भन्दाखेरि अहिलेको लागि चाहिँ एकजना पिआर एकजना नन पिआर, एकजना अस्ट्रेलियन रेसिडेन्सी भयो, अस्ट्रेलियन रेसिडेन्सी दुइटै भयो तर पिआर नन पिआर भएपछि लोन एप्लाई गर्न पाइन्छ, ब्याङ्कले लिइदिन्छ। अब त्यसमा पनि अब तपाईँको नन पिआरवालाको भिसा क्लास के छ एउटा त्यो पनि चाहिँ हेर्नुपर्ने हुन्छ होइन। धेरै जस्तो चाहिँ अब पार्टनर भिजामा हुनुहुन्छ उहाँहरू होइन, अथवा 491मा हुनुहुन्छ, केमा हुनुहुन्छ हेरेर त्यसलाई कम्बाइन इन्कम युज गरेर बोरोइङ क्यापेसिटी बुस्ट गरेर त्यो घर किन्न पाइयो। तर एउटै कुरा के फरक हुन्छ भन्दाखेरि जुन हाम्रो नेपालमा लाल पूर्जा भन्छ, यहाँ चाहिँ सर्टिफिकेट अफ टाइटल भन्छ, जुन घर किनेपछि हामीले पाउँछौँ नि नाम आफ्नो नाम आएर त्यो चाहिँ के हुन्छ भने त्यो चाहिँ एकजनाको नाममा हुन्छ, जो पिआर होल्डर छ उसको नाममा हुन्छ
ओके है। अनि ट्याक्सको कुरा के हुन्छ जस्तो अघि हजुरले जुन टेम्पोररी भिजामा हुनेवालाहरूलाई जुन एलआइमा पनि बढी तिर्न पर्ने अनि अरू विभिन्न टाइटलहरूमा तिर्न पर्ने भन्ने कुरा थियो नि त। हजुर यो केसमा चाहिँ यसमा चाहिँ ट्याक्स चाहिँ नर्मल अप्लाई हुन्छ, ओके फरेन बायरलाई अप्लाई हुँदैन। ओके यसमा चाहिँ पर्मानेन्ट रेसिडेन्सीले जे पाओस् त्यो त्यही भएर त्यो गभर्मेन्टको ठाउँमा जाँदाखेरि चाहिँ त्यो सर्टिफिकेट अफ टाइटल चाहिँ उहाँको नाममा मात्रै हुन्छ, किन उहाँ चाहिँ यहाँको रेसिडेन्सी हुनुभयो होइन। उहाँले चाहिँ ब्याङ्कले उहाँलाई चाहिँ लिइदियो, उहाँको इन्कम हाल्न मिल्ने भइदियो, सबै भइदियो। लिभिङ कस्ट अब सबै चिज, लिभिङ एक्सपेन्सेस सबै चिज तपाईँले कम्बाइन जाने भयो, सबै देखाउनु पर्ने भयो। तर इन्कम चाहिँ दुइटै पनि युज गर्न मिल्यो। तर एउटै कुरा फरक के आयो भन्दाखेरि टाइटलमा चाहिँ घर धनी अथवा जग्गा धनी चाहिँ सिंगल मान्छे जसको पर्मानेन्ट भिजा छ उहाँ हुने भयो होइन। अब पछि उहाँले चाहिँ फेरि पिआर लिनु होला अरे होइन। त्यसपछि अब उहाँहरूले इन्टरनली ल होइन 2 जना नाममा राख्ने भने त्यो पछि गर्नु सक्यो, पछि कुरा भयो त्यो चाहिँ, तर मिल्छ। ओके जस्तो दाइ कोही मान्छेले मानौ 6 लाखको घर किन्यो र अहिले जसरी मार्केट प्राइस बढेको छ नि, जो घर त अहिले त 6 लाखमा पाइँदैन, त्यो त 9 लाख 10 लाख 11 लाख छ होइन, भनेको 1 मिलियन जान्छौँ त्यो पुगिसक्यो। अब त्यो घरलाई त्यो मान्छेले चाहिँ कसरी युटिलाइज गर्न सक्छ? जस्तो नेपालमा त घर धितो राखेर चाहिँ बिजनेस लोन लिने होइन, अनि विभिन्न सेक्टरहरूमा लगानी गर्ने चलन छ नि त। अब विदेशमा चाहिँ कुनै पनि मान्छेसँग घर छ, त्यो घरलाई चाहिँ उसले कसरी युटिलाइज गर्न सक्छ बढेको मार्केट प्राइसमा? हजुर यो चाहिँ अहिलेको एकदमै फेमस ऊ छ, यो चाहिँ ट्रेन्ड होइन चलेको। जसले चाहिँ घर किनिसक्नु भएको छ रिफाइनेन्स होइन, त्यसलाई चाहिँ रिफाइनेन्स गरेर, किनभने हरेक मान्छे घरको भाउ बढ्या छ तपाईँले भन्नुभयो जस्तै गरेर। अब त्यो बढेपछि के भन्दा लोन घट्या छ, लोन त हरेक महिना उसले त प्रिन्सिपल तिरेर घटाइरहेको छ होइन। अनि त्यो बढेर घटेको बिचको जुन इक्विटी छ, त्यो इक्विटी रिलिज भन्छ कि त्यसलाई। इक्विटी रिलिज हुन्छ एउटा चाहिँ क्यास आउट हुन्छ होइन। अब त्यो इक्विटी रिलिज गरेर क्यास आउट गर्ने हो, अर त्यही इक्विटी युज गरेर अर्को घर किन्ने हो। दुईवटा किसिमको काम हुन्छ। कसैले बिजनेसलाई चाहिँ लोन के अरे क्यास चाहियो, कसैलाई गाडी किन्न क्यास चाहियो होइन। अब त्यो जेको लागि पनि युज गर्न मिल्यो होइन। अहिले ब्याङ्कहरूले चाहिँ त्यो इजिली चाहिँ हामीले त्यसलाई रिफाइनेन्स गरेर इक्विटी रिलिज भन्छ, त्यसलाई इक्विटी रिलिज गर्न सकियो। त्यो चाहिँ कसरी हुन्छ भने तपाईँ घरको भाउ बढ्यो, भ्यालुएसन जुन आयो, त्यसमा चाहिँ मैले अघि भनेको थिएँ एलएमआई लेन्डर मोर्गेज इन्सुरेन्स नतिर्ने हिसाबले चाहिँ 80% निकाल्यो। त्यो र अनि तपाईँको त्यो 80% जति निस्किन्छ त्यो र तपाईँको चाहिँ तल जुन हाम्रो लोन एमाउन्ट छ त्यसको डिफ्रेन्सको चाहिँ हामीले इक्विटी आउट गर्न मिल्छ होइन। अब त्यसलाई चाहिँ ब्याङ्कको पोलिसी अनुसारले एभिडेन्स पनि कुनैलाई चाहिन्छ, कुनैलाई चाहिँ हामीले मुखले नै एउटा लिस्ट बनाएर पठाइदिए पनि हुन्छ। त्यो पैसा जस्तो हामीले निकाल्न मिल्यो मानौ 6 लाखको घर 10 लाख भयो, बाँकी 4 लाख हामीले निकाल्यो, त्यो पैसा चाहिँ सर्टेन ठाउँमा मात्रै युटिलाइज गर्न मिल्छ कि अथवा चाहिँ हामीले जता पनि युज गर्न मिल्छ? यस्तो छ, अब तपाईँले त्यो डिक्लेयर कसरी गर्नुभएको छ रिफाइनेन्स गरेर निकाल्ने बेलामा अथवा इक्विटी रिलिज गर्दा डिक्लेयर के गर्नुभएको छ? रेनोभेसन्स भन्नुभएको छ भने उसले चाहिँ नन स्ट्रक्चरल रेनोभेसन भन्छ है त्यसलाई। त्यो भन्नुभएको छ भने उसले तपाईँलाई क्यास दिन्छ, जेसुकै गर्नु त्यो उसले मतलब कुरा भएन ब्याङ्कलाई, त्यो लोन भयो हाम्रो होइन। त्यो इक्विटी रिलिज भन्ने नै हाम्रो लोन भयो है। अब होइन म तपाईँले तोकेर म गाडी किन्नलाई यति यो यति भन्नुभएको छ भने त्यो चाहिँ तपाईँलाई निकाल्नु, तपाईँले त्यो पनि आफैले युज गर्ने कुरा हो। क्यास आउट गर्दाखेरि तपाईँलाई क्यास दिन्छ, एकाउन्टमा आउँछ, कसरी युज गर्नु छ त्यो हाम्रो कुरा। त्यो इक्विटी रिलिज गर्दाखेरि जस्तो मैले कसरी बुझेँ भने इक्विटी रिलिज गर्दाखेरि मसँग 6 लाखको लोन थियो भने अब त्यो 4 लाख मैले रिलिज गरिसकेपछि 10 लाखको लोन लिनुभयो। एक्ज्याक्टली, हामीले जतिको इक्विटी बाहिर निकाल्यौँ, जति क्यास आउट हामीले जति क्यास झिक्यौँ हामीसँग आयो त्यो फेरि लोनमा थपिने भयो। ओके अब त्यो चाहिँ त्यसको पर्पस, अब त्यसको चाहिँ पर्पस के हो, के को लागि त्यो लोन झिकेको छ? इन्भेस्टमेन्ट प्रपर्टी किन्नलाई निकाल्यो हो भने त्यति बराबरको लोन इन्भेस्टमेन्ट लोन भयो। अब त्यो ओनर अकुपाई घरमै चाहिँ युज गरेका छौँ भने त्यो लोन गएर ओनर अकुपाईमै थपियो र त्यो ओनर अकुपाईकै भनौँ न लोनमा गाभियो होइन, त्यो भयो। अब अर्को एउटा कुरा चाहिँ यस सँगसँगै के छ भन्दाखेरि कन्सोलिडेसन। अब जस्तै तपाईँसँग गाडीको लोन छ अथवा तपाईँले अरू कुनै लोन, क्रेडिट कार्ड लोन छ ठुलो लोन, तपाईँले त्यसमा 20% तिर्नु भएको छ क्रेडिट कार्डलाई भने त्यसलाई चाहिँ हामीले कन्सोलिडेट भन्छौँ। त्यसलाई चाहिँ ब्रोकरहरूले के गर्छ भने रिफाइनेन्स गर्दाखेरि एकैचोटि त्यो लोनलाई पनि तिर्दियो है भनेर हाम्रो यो ब्याङ्कलाई तिराउन लगाएर त्यसलाई होम लोनमा ल्याएर हालिदिन्छ। भनेको तपाईँले पहिला 20% तिर्नु भएको थियो क्रेडिट कार्डमा भने अहिले होम लोनमा आएर 5.9% तिर पुग्यो। ठिक छ, सबै कुरा पैसाकै खेला होइन खेला। त्यसलाई रोटेट कसरी गर्ने होइन, ट्याक्स कसरी त्यहाँबाट चाहिँ हामीले अलिकति मिनिमाइज गर्ने, अब त्यो ट्याक्स एकाउन्टेन्टहरूले सिकाउनुहुन्छ होइन। त्यो चाहिँ अब हामीले स्ट्रक्चर चाहिँ लोनको कसरी बनाउने भनेर चाहिँ हामी गर्छौँ। त्यो चाहिँ ओके, पैसालाई कसरी स्ट्रक्चर वेमा लगेर आफ्नो सपनाको घर किन्ने त्यो जान्नको लागि चाहिँ मोर्गेज ब्रोकरमा आउनु पर्यो। सिधै ब्याङ्कमा गइसके पछाडि सिंगल प्रडक्ट मात्रै पाइन्छ, मल्टिपल प्रडक्ट पाइएन। अब ब्याङ्कले आफ्नो अनुसारले दिन्छ होइन, उसले जे छ त्यो दिन्छ। अब हामीसँग आउनु पनि एक्स्ट्रा पाउनुहुन्छ। ओके, लगभग जस्तो हामीले सबै कुराहरू कभर गऱ्यौँ जस्तो लाग्छ। तर फेरि पनि एकपटक जसले फर्स्ट होम बाई गर्दै हुनुहुन्छ, जो प्लानिङमा हुनुहुन्छ, अहिलेको मार्केट सिचुएसन अनुसार उहाँहरूले चाहिँ कसरी अगाडि बढ्ने?
एक्ज्याक्टली। अब उहाँहरूले चाहिँ के गर्ने भन्दाखेरि मैले यो चाहिँ एकदमै रिपिट गरेरै भन्ने गरेको छु। सजेसन फर्स्टमा 3-4 महिना अगाडि होइन, किनभने तपाईँले चाहिँ भोलि 5% मात्रै डिपोजिट राखेर अगाडि बढ्छु भन्नु तपाईँले जेन्युन सेभिङ भन्ने एउटा हुन्छ। तपाईँहरूलाई थाहा होला, म अलिकति रिमाइन्ड गराउँछु। नेपालबाट पहिला हामी आउँदाखेरि 6 महिनाको के अरे ब्याङ्क स्टेटमेन्ट चाहिन्छ भन्ने कुरा हुन्थ्यो। अहिले पनि चाहिन्छ होइन। यहाँ चाहिँ त्यसलाई जेन्युन सेभिङ भन्छ। जो त्यो भनेको चाहिँ प्रोपर्टी प्राइसको 5% चाहिँ जेन्युनली सेभिङ भएको हाम्रो एकाउन्टमा हुनु पर्यो, ब्याङ्क एकाउन्टमा। अब त्यो मिलाउनलाई त 3 महिना त एटलिस्ट चाहियो। जेन्युन सेभिङ भनेको जेन्युन सेभिङ भनेको के भन्दाखेरि जेन्युनली सेभिङ भएको, जस्तै कसैले दाइले दिनुभएको, भाइले दिनुभएको, साथीले होइन, मतलब कहीँबाट आएको होइन, आफ्नो स्यालेरी हामीले कमाउँछौँ, ट्याक्सेबल इन्कमबाट सेभ गरेको, ट्याक्सेबल इन्कमबाट सेभ गरेको। अब डिभिडेन्ड आउँछ, कसैले सेयरमा राखेको भए के जसरी भए पनि इन्कम त्यहाँ जेन्युनली इन्कम आएर जुन बस्छ त्यो चाहिँ 5% चाहिँ हाम्रो 3 महिना अगाडिदेखि हुनुपर्छ। अब त्यो ब्याङ्क टु ब्याङ्क छ त्यो पोलिसी। अब कुनै ब्याङ्कमा 1 मन्थ भए पनि पुग्छ होइन। भनेपछि त्यो सबै काम सबै मिलाउनको लागि अब कसैले चाहिँ हाम्रो अब भनौँ न रेगुलरली नेपाल पैसा पठाउनुहुन्छ होइन, अब घरमा हेल्प गर्नु पऱ्यो, त्यो रेगुलरली त्यसलाई कसरी मिलाउने होइन, त्यो सबै कुरा चाहिँ मिलाएर अगाडि बढ्नको लागि कुनै बेलामा चाहिँ के हुन्छ भने कुनै ग्यापहरू हुन्छ उहाँहरूको नमिलिरहेको, उहाँलाई थाहा हुन्न। क्रेडिट स्कोरहरू चाहिँ क्रेडिट रिपोर्ट चाहिँ केही भइरहेछ भने त्यसलाई मिलाउने चान्स पाइयो होइन। त्यस कारणले मेरो रिक्वेस्ट चाहिँ 3 देखि 4 महिना अगाडि चाहिँ प्लिज अब भन्नु न, तपाईँले घर किन्ने सोच्नु भएको छ भने कुनै पनि तपाईँको जाने मोर्गेज ब्रोकर कहाँ गएर चाहिँ भेट्नु हुन चाहिँ। ओके, जस्तो मनमा लागेको अहिलेको एउटा क्वेरी चाहिँ अहिले चाहिँ हजुरले भन्दै गर्दाखेरि जुन नेपाल पैसा पठाउँदाखेरि पनि हामीले केही विचार गर्नुपर्छ, घर किन्ने हामी यदि प्लानमा छौँ भने। अब यस्तो छ, फ्रेन्ड्स एन्ड फ्यामिली सपोर्ट भनेर हामीले पठाइरहन्छौँ नि त, बेला बेला पठाउनु पर्छ नि त, किनभने हाम्रो त नर्मली फ्यामिलीहरू नेपालमै हुनुहुन्छ। एक्ज्याक्टली। हो, यस्तो कन्डिसनमा त हाम्रो सबै पैसा यहाँ बस्छ भन्ने हुँदैन नि त। टाइम टु टाइम कहिले काहीँ हामीले नेपाल पनि पैसा पठाउनु पर्ने हुनसक्छ, कतिपय व्यवहारको कुरा कारणले गर्दाखेरि, विभिन्न अन्य कारणले गर्दाखेरि पनि। यो कन्डिसनमा पनि असर गर्छ घर किन्दाखेरि यहाँ। यस्तो हुन्छ, कस्तो भन्दाखेरि तपाईँको अब त्यो सोर्स अब हामीले सपोज एउटा सिनारियो बनाऊँ, हरेक महिना हामीले चाहिँ घरमा हेल्प गर्नको लागि $2000 पठाइरहेको छौँ हरेक महिना। भनेपछि ब्याङ्कको तिरबाट सोच्दाखेरि ब्याङ्कले कसरी सोच्छ भन्दाखेरि यसको अर्को पनि लोन छ कि, कुनै अर्को लोनको लागि रेगुलरली रिपेमेन्ट गरिरहेछ कि, त्यो भने हामीले लोन त देखाएको छैन होइन। अब त्यो क्वेसन ब्याङ्कले डेफिनेटली सोध्न सक्छ होइन। अब त्यो बेलामा उनीहरूलाई कन्भिन्स गर्ने कसरी गर्ने भनेर हाम्रो कुरा भयो। तर के हुन्छ भन्दाखेरि त्यो तपाईँको यदि ब्याङ्कले चाहिँ त्यसलाई चाहिँ रेगुलर चाहिँ ट्रान्जेक्सनको रूपमा लियो भने त्यसलाई हामीले खर्चमा देखाउनु पर्ने हुन्छ, हाम्रो बोरोइङ क्यापेसिटी फेरि घट्छ, इन्कम पनि घट्ने भयो। त्यही आफूले आएको इन्कमबाट गएको छ नि त त्यहाँ त होइन। त्यसलाई फेरि खर्चमा जोड्दाखेरि त हाम्रो लिभिङ एक्सपेन्सेसमा जोड्दाखेरि त्यसले पनि हामीलाई अलिकति असर चाहिँ पार्छ। त्यही भएर प्लान पहिल्यै गर्नुपर्ने हुने भएको भएर त्यो कसरी प्लान गर्ने के गर्ने त्यो मिलाउनको लागि चाहिँ र अब कुनै हामीले लुकाउन चाहिँ होइन, आफूले गर्नुपर्ने हेल्प गर्नुपर्ने छँदैछ गर्ने, तर त्यसलाई कसरी जेन्युनली मिलाउने भन्ने कुराहरू चाहिँ सरसल्लाह गर्नलाई टाइम अलिकति भयो भने इफेक्टिभ हुन्छ जस्तो लाग्छ। ठिक छ। त अब एउटा लास्ट क्वेसन, सिम्पल भाषामा सबैजनाले बुझ्ने भाषामा मोर्गेज ब्रोकरकोमा किन आउने ब्याङ्कमा नगइकन? हजुर, यो एउटा क्वेसनको एन्सर चाहियो एकदम। ल यो म एज अ मोर्गेज ब्रोकर होइन, अब र टु बी अनेस्ट होइन, मैले अनेस्ट भएर कुरा गर्दाखेरि तपाईँहरू जहाँ जानुभयो भने पनि तपाईँहरूले लास्टमा तपाईँहरूले गर्ने भनेको तपाईँहरूको डिसिजन हो होइन। ब्याङ्कमा जानुभयो भने र मोर्गेज ब्रोकरको जानु भने के हुन्छ भने ब्याङ्कमा एउटा ढोकाबाट छिर्नुभयो भने तपाईँले त्यहाँको पोलिसी मात्रै पाउनुहुन्छ, त्यो तपाईँलाई सुट गर्न पनि सक्छ नगर्न पनि सक्छ। र ब्याङ्कले के गर्छ, ब्याङ्कले उसलाई सुट गर्ने नगर्ने भन्दा पनि कसरी बिजनेस लिने भन्ने सोध्छ। तर तपाईँ हामी कहाँ आउनुभयो भने, जस्तै हामी भनेको ब्रोकर कहाँ आउनुभयो भने ब्रोकरसँग 30 देखि 40 45 होइन, ल राम्रै ब्याङ्क पनि 20वटा चाहिँ खुलेर बसेको हुन्छ, मल्टिपल अप्सन पाउनुभयो। अनि त्यसपछि आएर तपाईँले ब्रोकरलाई चाहिँ तपाईँको सिम्पल क्वेसन्सहरू सोध्न पाउनुभयो होइन। अब एज अ ब्रोकर मैले भन्दाखेरि फर्स्ट होम बायरलाई मैले स्पेसल अलिकति एक्स्ट्रा टाइम दिने गरेको छु होइन। जस्तै घर किन्ने बेलामा अफर हाल्ने बेलामा हेल्प गर्छु होइन। रियल इस्टेटहरूको चाहिँ साइकोलोजी कस्तो हुन्छ भनेर म उहाँहरूलाई सिकाउँछु होइन। घर किनिसकेपछि पनि बिचमा इन्सपेक्सनहरू गर्नुपर्ने हुन्छ। अब मैले भ्याइन्जेलसम्म म अहिलेसम्म गरिरहेको छु होइन। त्यस कारणले ब्रोकर भनेको तपाईँको एउटा ब्रोकरले तपाईँलाई फ्यामिली जस्तै घर किनाउँछ। ब्याङ्कले चाहिँ अब एकदमै अब बिजनेस हिसाब हो उसको होइन, उसले नम्बरमा काउन्ट गर्छ तपाईँलाई होइन। त्यो भयो। थ्याङ्क यू सो मच दाइ हजुरको टाइमको लागि। एकदम धन्यवाद। ल मलाई पनि एकदम खुसी लाग्यो तपाईँहरूसँग यसरी कुरा गर्नु पाउँदाखेरि। ठिक छ दाइ, यो हाम्रो स्टार्टिङ मात्रै हो।
अब हाम्रो कमेन्ट्समा के कस्तो प्रतिक्रिया आउँछ होइन, हजुर। हाम्रो साथीहरूले के कस्तो मेसेजहरू पठाउनुहुन्छ, उहाँहरूको फर्दर क्वेरिजहरू पनि हुनसक्छ। हजुर सो फेरि हामी अर्कोचोटि हजुर नेक्स्ट एपिसोडमा फेरि पनि बस्छौँ। एकदम 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 फिल फ्री होइन। अब तपाईँहरूलाई अब कसैलाई पनि म यही थ्रुबाट के भन्छु भने कसैलाई पनि तपाईँहरूलाई चाहिँ फाइनेन्सियली एडभाइस अथवा भनौँ न तपाईँहरूलाई केही सोध्न मन लाग्यो होम लोनको बारेमा अथवा होम लोनभन्दा बाहेक पनि तपाईँहरूलाई फाइनेन्सियल अलिकति स्ट्रगल गरिरहनु भएको छ केही भएको छ भने मैले हेल्प गर्न सकेसम्म म चाहिँ टाइम दिएर हेल्प गर्छु होइन। नट अन्ली चाहिँ ब्रोकिङको भन्नु पाथमा, अरू पाथमा पनि तपाईँलाई मैले आफूले भोगेको आफ्नो एक्सपिरियन्स अनुसारले जे छ त्यो अनुसार सबैजना म सहयोग गर्न रेडी छु। थ्याङ्क यू भेरी मच। थ्याङ्क यू सो मच दाइ। थ्याङ्क यू।